यो नदेखिने वाली मान्छे म जति बेला नि देखिन्न अब म पानी जुनी हुन्छ नि त जसरी हुन्छ अब म आज देखिनु हाइकिङ अब सुरु हुँदैछ अब के हुन्छ कस्तो कस्तो हुन्छ अब थाहा हुन्छ बाटोमा मलाई म देखिन्छ कि नै पनि मलाई थाहा उहाँ नि हुनुहुन्छ हामीसँग हाम्रो ग्रुपमा नमस्ते सबजनालाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला के भइरहेको हजुरलाई दामी बब्बा फिल भइरहेको हजुरलाई कस्तो फिल भइरहेको दिवस कस्तो भइरहेको एकदम आनन्द आइरहेको उहाँ चाहिँ डान्सर होइन उहाँ चाहिँ सिङ्गर अनि अहिले दर्शक गाइस थाकिसक्यो है उहाँको काँक्रो भने सकिएको छैन यता फेरि के छ म्याडमको हालत अब ढ्याप ढ्याप पुग्न लगभग हामीलाई 2-3 मिनट मात्रै बाँकी छ हामी निरन्तर हामीलाई त्यो हाम्रो मनोरम दृश्य हेर्नको लागि त्यो प्रकृतिले हामीलाई एकदम बोलाइरहेको छ त्यसो भएको हुनाले हामी एकदम निरन्तर आफ्ना पाइलाहरूलाई नरोकी हिँडिरहेका छौँ हेर्छ यस्तो गुफाबाट गइरहेछौँ हामी चाहिँ अब अनि यहाँ हाम्रो मान्छेहरू कस्तो दुःख भइरहेको छ हेर्छ उहाँ फेरि हाम्रो सिङ्गर चाहिँ लास्टमा परेछ नि गाह्रो भयो पुगिसके हेर्न सक्नुहुन्छ हेलो हामी एकदम मेरो नेतृत्वमा यता लागेको टोलीहरू चाहिँ सकुशल पुगिरहेछन् सकुशल रूपमा चाहिँ घाप ड्यामको पुगिसक्यौँ आइसक्यो के छ मजाले एकदम के छ राम्रो फिल भयो कि के भनौँ के त जिन्दगी काटेको जस्तो सुख दुःख जस्तै भयो